हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ म घाँस काट्न जाँदैछु खुकुरी बोकेर नि। फेरि बाटो पनि शीत परेर यता फेरि धान पाकिरह देख्न सक्नुहुन्छ। पाकिरहेछ धान टन्न। बाटो यस्तो बोर छ नि, बोर हिँड्नु पर्दैन। आप्पा हौ झन्डै मरिएन त। सानोमा सानो नि कन्छी तिमीले सोचे भन्दा धेरै यसैला दिउँला तिमीलाई माया। मात्र तिमी बसिदेऊ, मात्र तिमी बसिदेऊ यो दिलको दायाँ बायाँ। यसैला दिउँला तिमीलाई माया। बाटोमा एक्लै भएपछि यस्तै गीत गाउँदै हिँडो। यहाँ गलेर घाँस काट्न गएको मान्छे गलेपछि अब के लिएर आउनु त? घाँसै त ल्याउनु त पर्यो। कुन गीत थियो? जुग जाने माया गसाउन सानानी, धनेको धनी नभए पनि मनेको खानदान। जुग जाने माया गसाउन सानानी, धनेको धनी नभए पनि मनेको खानदानी। आज चाहिँ हिमाल देखेको रहेछ त। नभए म तपाईँहरूलाई दामी हिमाल देखाइदिन्थेँ क्या आज। पोखरी यत्रो ठुलो छ, हेर्ने हो गाइज। पोखरी सबसे विश्वको ठुलो पोखरी त्यही होला। अनि ऊ पर चाहिँ फ्याक्ट्री देख्न सक्नुहुन्छ। पाइप फ्याक्ट्री हो क्या त्यो चाहिँ। अनि अर्को कहाँ छ? ऊ पर देखेन है, मेरो हात मात्रै गयो। बरु धान 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 खेतमा धान झुल्ने बेला, झुल्ने बेला आप्पाको हातको टिका लगाई हौ बस्ने बेला। कति कराउँछ यो चराहरू पनि। धान ढलेर बिजोक छ, बिजोक हरियैमा ढले। जुग जाने माया कहिले काहीँ त सम्झेर, कहिले काहीँ त सम्झेर रुने थियौ, मैसँग भयो चन्द्रमा छुने थियो। कहिले काहीँ त सम्झेर रुने थियौ, मैसँग भए चन्द्रमा छुने थियो। धान भएको ठाउँ चाहिँ आइपुगेँ म। खुकुरी ल्याइमाग्नु भएको थियो मामाले र लिएर आएको। म चाहिँ धान काट्न पनि आएको। वा काटि पो सक्नुभयो क्या रे म आउँदा त। खेतमा धान झुल्ने बेला आप्पा हौ झुल्ने बेला। गाई लिएर आएको छन् अरे मान्छे, अनि तपाईँ जानु अरे। हजुर हामी काटेर आउँछौँ, अघिदेखि बसिरहेको छन्। हुन्छ माइजू अब धान काट्छौँ माइजू भाइ।
भान्जीले अनि यत्रो सक्न काटिसक्नु। पो लाग्यो त हौ भान्जी फाइनली गाइस धान काटेर सकियो। अब घाँस लिएर जाने। धानको मुठा घाँस बोक्ने हिँड्ने। अब उता चाहिँ फ्याक्ट्री छ त्यो सेतो डन्ठी देखिरहेको पूजा फ्लाइ फ्याक्ट्री। पूजा तिमी कहाँ छेउ? तिम्रो फ्याक्ट्री त उतै छ त। आई घाम पऱ्यो घाम। बाई बाई गाइज। अब अर्को भिडियोमा भेटौँला। धेरै घाम लाग्यो घरतिर अब खाना खानु। अनि तँ खाएँ तँ नरुवा बटुल्न गएकी थिएँ म होइन। अनि त्यति बेला त म त एक पसर जति थापेर खाएको थिएँ भिरमौरीको। 1 घन्टा पछाडि त डोको बोक्नु भन्छु सक्छु बापु लर बरिएर के डोकोमा नरुवा लगाएको थिएँ कि घोप्टेर। अनि ती बारीमै छोडेँ। त्यो बारीमै छोडिराखेर हात खुट्टाले टेक्दै हातले गर्दै स्कुलसम्म आइपुगेँ। हजुर ओरतिर। अनि त्यहाँ एकछिन स्कुलमा बसी हिँड्न नसकेर रिगाटा चलेर अनि त्यहाँदेखि बिस्तारी बिस्तारी घर गएर बमिट त फेरि चाउचाउ खाएको थिएँ के पिरो खाले त्यो पछाडि भिजाएर खाएको थिएँ काँचै। र दिनभरि सुतेँ नि अनि नसकेपछि अनि फेरि भोलिपल्ट गरेँ। माथि घर ओसार्नु पर्ने के घरमै छोडिदिएको थियो। हजुरबाहरूले के गरे कि खुवायो होला। हजुरबाहरूले बेच्ने भनेको थियो। हजुर आइया हजुर उहाँ मङ्सिर पुस माघ फागुन चैत 4-5 महिना। चैत 16 गतेमा आइहाल्यो नि त यता।